हरिओम तत्सत। तुलसीदास जी ने कहा है, जब जब होहि धर्म की हानि, बारहि असुर अधम अभिमानी। तब तब धरि हरि विविध शरीरा, हरहि नाथ सज्जन कर पीड़ा। गीता में भी इसी को इस ढंग से कहा है, यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत, अभ्युत्थानम् अधर्मस्य तदात्मनं स्याम्यहम्। परित्राणाय साधूनां विनाशाय च दुष्कृतां, धर्म संस्थापनार्थाय संभवामि युगे युगे। यो नेपालको सन्दर्भमा अहिले समुचित भएको जस्तो देखिन्छ, किनकि यस्ता कुत्सित मनोवृत्तिका ठेकेदारहरू जो पैसाको लेनदेनबाट नेता भएका थिए र जनताको शोषण गरिरहेका थिए, त्यस्ता शोषकहरूलाई अन्त्य गर्नको लागि विविध रूपमा ईश्वरले उनीहरूलाई सजाय दिएको जस्तो मैले महसुस गरेको छु। तर अब यदि यो उच्छृङ्खलता जो प्रत्येक सहरहरूमा देखिन्छ, आगो लगाउने, विध्वंस पार्ने, यस्तो गतिविधिमा अवश्य रोक लाग्नेछ, यो म आशा गरेको छु। र यसपछि नेपाल द्रुत गतिबाट विकासतिर लम्किनेछ भन्ने आशा पनि गरेको छु। यदि यस्तो भएन भने क्रान्तिको कुनै अर्थ हुँदैन। अस्तु, धन्यवाद, नमस्कार।